सकायो कस्तो लाग्यो एकदम कडक ओराउँदैछ गाइस अझै अझमा अझै जाउँ 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 अझै 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 भयो भयो ल है गाइजहरू गाडीको बाटो यस्तो छ मुनि त खाल्टी छ आउनु 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 अझै आउनु पछाडि झन् ठोक्यो यार आम्मा लु गाइज बाटो यस्तै छ है साथीहरू है अब बाटो यहाँनिर गाडी आउँछ जति गाडी जान्छ कुनै गाडी जाँदैन केही ठाउँ रहेछ है गाडी घोराउनु लास्टै गाह्रो आउनु अब गर्छ हौ कति गएको नि लु मेरो टाइममै होस् मुला हेलो गाइस वेलकम ब्याक टु माई अनदर भ्लग हजुर सन्चै हुनुहुन्छ होला म पनि एकदमै आराममा सन्चै छु अनि आजको भ्लग चाहिँ सुरु हुँदैछ मेरो 4 हातबाट है आज चाहिँ हामी 4 हाते आएको छौँ हामी 4 हातेमा चाहिँ हामी दुईवटा गाडीमा आएको छौँ 30-40 जना जति मान्छे आएको छौँ है गाइस 4 हातेको पानी खानुपर्छ गाइस 4 हातेको पानी अनि 4 हातेमा अहिले हाम्रो गाडी फसेर चाहिँ होइन जोक भएको थियो अनि अहिले निस्किसक्यो यहाँ पर हाम्रो गाडीहरू टोलीहरू छ दुईवटा गाडीमा अनि 6-7 बाइक छ होइन साथीहरू अनि यस्तै छ अहिले चाहिँ दाउरा मेन गरी विशेष गरी दाउरा खोज्नु आएको हो होइन यस्तो त मकिआएको रहेछ दाउराहरू यो नहुने भयो होइन हाम्रो टोलीहरू यहाँ तल छ हुस्सी लागिरहेको छ पुरा 4 हातेतिर अहिले चाहिँ हजुर आउनु सक्नुहुन्छ एकदम हुस्सी लागिरहेको छ आज हिउँ पर्ला जस्तो छ हिउँ पऱ्यो भने यस्तो भिडमा छु कि म गाइस हिउँ पऱ्यो भने चाहिँ तनाव हुन्छ है साथीहरू यस्तो छ गाइस है दाउरा खोज्नु भन्दा फेरि अघि नै लोड पुगिसकेको छ म चाहिँ एक्लै भागेको है घामचोर भन्नु नखोज्नु पनि गाडी यहाँ छ गाडी चाहिँ पुरा दाउरा लोड हुँदैछ पुरा एउटा बाइक होइन अघि एउटा बाइक अर्को छ हाम्रो गाडीको चेक जाँच हुँदैछ हाम्रो मामाबाट है अनि दाउरा हाल्नु हुँदैछ हाम्रो दादाले है कस्तो भइरहेको छ हेलो सामान मान्छे ड्राइभर यहाँको है यहाँ पुरा अलस तलस भइरहेछ गाइजहरू गलियो आइट पोलेर खानु हुने ब्रफ पुरा रेडी गर्नु हुँदैछ यता हाम्रो नानाहरू हुनुहुन्छ है ल कसलाई कति प्लेट मलाई 1 प्लेट हाम्रो नाना भिडियो बनाउनु छ हाम्रो एउटा गाडी अब पर्खिरहेको छौँ है त्यो गाडी चाहिँ अब आएको छैन त्यो गाडीलाई चाहिँ अब पर्खिँदैछ यहाँ गाडी खतरा फसिन्छ है साथीहरू फोरविल छैन भने चाहिँ नआउँदा हुन्छ है एकदम रमाइलो पुरा भारी लोड हुँदैछ यता चाहिँ है कस्तो हुन्छ हजुरहरूले अन्तिमसम्म हेरेर साथ सपोर्ट दिइराख्नु होला है
मेरो भिडियो केही समयपछि आउनेछ है। यो भिडियोहरू म हाल्नु पाउँदिनँ कन्टिन्यू, किनकि मेरो एक्जाम सुरु हुँदैछ। त सायद यो एक्जाम हाल्दा मेरो एक्जाम सुरु भइसकेको हुन्छ है। यो भिडियो हालिसक्दा मेरो एक्जाम सुरु भइसकेको हुनेछ। गुराँसहरू यसपालि फुलै छैन या गुराँसहरू फुल त या सबै गुराँसको बोटै। यता अब यसरी जाने अरे आमा सर्छ एकदम भारी स्पेसल प्याकेजिङ। आमा कस्तो दिएछ? एकदम रमाइलो, किनभने हामी धेरै समय पछाडि 4 राते भन्ने ठाउँमा आएको छौँ। हजुर पनि पढ्न लागिसक्यो, आज फर्स्ट टाइम देखेको हो, फर्स्ट टाइम। बास बस्ने ल है यस्तो छ। लुगा चाम्रा पो खानु पर्छ ल। यहाँ चाहिँ विराज भट्ट है, एकदम रमाइलो छ। म पनि देखिनँ, लु देखेँ लु गाइस। हेन्सम हो क्या, टोलहरू जाँदैछ, बाई बाई गर्नुहुँदैछ। यहाँ क्यामेरा जुम गर्नु मिलेन, एक हात त्यस्तो छ है। ग्याम ओभर है, 1 मिस ग्याम ओभर हुनेछ। म त झुन्डिरहेको छु गाइस होइन। आमा तर किन झुन्डेको भने चाहिँ है, म झुन्डिने मेरो रहर हो, बाध्यता होइन है। यस्तो छ है अब गाइजहरू। 4 राति चाहिँ अब एकछिनमा देखाउँछु फुल्ली होइन। अहिले चाहिँ हल्का समथिङ के पो गाडी साडी हाम्रो म्याक्स गाडी नम्बर चाहिँ नदेखाउने। हाम्रो गाडी त ला फस्यो जस्तो छ, फेरि पुङलुङ गाइजहरू है। हाम्रो गाडी फस्यो जस्तो छ, तना बनाएको जस्तो छ हौ साथीहरू। गाडी फस्छ र अनि कालोमा हुनु पनि लोड पनि डह्रो छ नि त। आमामु है ऊ ब्रेक सिब्रेको गाइस हेर त ऊ बो। मामा जाउँ लु गाइस। चक्का छिप्पिएर छेउबाट आज जाने मा ल गयो हिरो गाडी गयो झन्डै गाडी रमाइलो जस्तो छ ल। एकदम झन्डै झारिदिएको अवस्था। झर्छ गाइजहरू झर्छ। म पनि चढ्छु अब गाइस है। आमामामा बुई मन्जनाको मुख रातो भइसक्यो यता डरले। ए चक्का उठेछ ऊ। आमामामा गाइस हामी बाटो भुलेको अवस्था गाइस हेर है। यहाँनिर गाइस बाटो भुलेको अवस्था गाइस। गाडी होराउँदैछ गाइस हाम्रो मामाले गाइस। कस्तो कोल्ड हेर न गाडी। यहाँनिर बाटो अर्कैमाथि गाडी, अर्को हाम्रो टोइलेट बेच्छ गाडी। टोलेर आयो बाटो छैन अब। लिएर यहाँ चाहिँ
गाइस फाइनल्ली हामी आइपुग्यौँ है 4 रातेको सिमानामा पनि 4 रातेमा हुस्से लागिरहेको छ हुस्से लागेर आज रमाइलो भएको छैन अब भोलि पनि बसिन्छ है भोलि बस्ने कारणले गर्दाखेरि चाहिँ रमाइलो हुन्छ र यो भ्लग गाइस तपाईँहरूले हेर्नु होला मजाले तरिकाले चाहिँ 4 रातेको होमस्टे छ है चिने जस्तो होइन जस्तो गाइस है अब गाइस हाम्रो यहाँनिर चौरी हेर्न जाँदैछौँ चौरीको चाहिँ हाम्रो चौफ्रे है गाइस यस्तो छ 4 राते है साथीहरू गुरुछहरू है गुरुछहरू सब गुरुछहरू छ यता चौरी यहाँ चौरीको गोबर पनि यहाँनिर अर्ग्यानिक हाम्रो 4 रातेमा छ है हजुरहरू लिन हल्दी नलिन आउन सक्नुहुन्छ र हाम्रो चौरीहरू हेर्नुहोस् त गाइस चौरी हेर्नुहोस् त गाइस अब छेउमा जानु डर लाग्छ भागी चाहिँ नहाल्नु है मेरो भर यो चाहिँ बच्चा रहेछ यो चाहिँ माउ रहेछ चौरीको हाम्रो छोरी भन्छ यहाँ चाहिँ अब डम्पिङहरू छ हेर्नु कति राम्रो है जानु छुन्नु अब सिङ कत्रो है ला है ब्याग गाइसहरू उठ्ने छौरी सेल्फी हान्दैछ सेल्फी हाम्रो अमिर सरले सेल्फी हान्दैछ चौरी गाइस क्यामेरा क्वालिटी नराम्रो भए पनि हाम्रो चौरीलाई हेर्नु सक्नुहुनेछ है ल त अब यहाँनिर हाम्रो बाइकहरू राखौँ मिलाएर एकदम मिलाएर है कस्तो भइरहेको छ त नाम ल है एकदम झक्कास तरिकाले आउनुभएको छ सबैजना कस्तो भइरहेको छ त भन्नुहोस् त एक्साइटेड दादा कस्तो भएछ घिन्ता तिरियो स्टप इन द मैन अफ ल यो गाडीलाई ओट हालिदिउँ न एउटा पर्दैन केले थाम्छ यहाँदेखि ओह्रालो कहीँ गइदिएन होइन कस्तो भइरहेछ दादा चिसो लाग्छ चिसो है आजको यो उक्लिन होला मौसम उक्लिँदैन अब किन उक्लिँदैन कति बजिसक्यो हो अनि उक्लिँदैन आज हामी कहाँ बसिने थाहा छैन है गाडीमा तपाईँ त गाडीमा रिजर्भ है ल तपाईँको टेन्ट ल यहाँ चाहिँ हाम्रो अब यहाँ चुलाहरू है टक्क ग्यास ला सेकपलले जारी ल्याउनु बिर्सेको अवस्था यहाँनिर आमा यहाँनिर हाम्रो सराइजुन भएको छ है स्पेसल रेन्टलमा अन्डामा कस्तो भइरहेको छ त दादा भिडियो झुङ्गा हुनु पर्यो नि त कस्तो हुँदैछ अब तपाईँ टोलीहरू यता गाड भित्र चढ्नु यो कहाँ लानु अरे यो क्यामेराम्यानहरू त छ है क्यामेराको छिटोहरू ढुङ्गा बोकेर राख्छ खै फिटनेस यसो नआउनु फेरि त हराउँछ फेरि यस्तो सामान यो ब्याग बोकेर हिँड्नुहोस् है मेरो लागि थिएछ मर्नु लागेन किन त खोलेको गाइजहरूले होइन यो के यो गाह्रो पऱ्यो क्या गाइज यहाँनिर एकदम बेकारले खाना सब्जी पकाएको छ है
ओसल सरले भात पकाउनु रहेछ कि भात होइन चाम्रे 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 पकायो हुँदैछ गाइस हाम्रो सरले खानु आमा उक्रियो है उक्रियो चाराती उक्रिँदैछ है चाराती उक्रिने सम्भावना ज्यादा देखिएको छ है गाडीहरू 5 वटा 10 जना मान्छे यता 15 जना छौँ छ बिचरा है यस्तो छ गाइजहरू चाराती आइपुग्यो गाइस एकदम दामी देखिँदैछ त यहाँ चाहिँ पहिलाको रोटी पिँदैछ उक्रियो गाइस उक्रियो उक्रियो एकदम जाडो छ साइजहरू चारातीमा चारो बनायो कहाँ हुनु सकायो कस्तो लाग्यो एकदम कडक सर त्यहाँ बोक्नु सक्दैन अनिले अनि गलेर छोडिने पठायो नि एक मार्नु पर्दैन पिल्सिसक्यो यता उल्टिने पिल्स्यो भने त हेर न साथीहरूको पनि होइन नि भन्दै छैन बाबु साथीहरूले यहाँनिर अब चाहिँ गीत गाउन गइरहेको छ सबजना इन्जोय रमाइलो भइरहेको छ हाम्रो टोलीहरू यता यता खाना सब पकाउँदैछ यता राम्रो छ टोलीहरू गाइसहरू चाहिँ खानु लाग्यो के भरोसा यस्तो आउँदैछ नि त अब गाइस पानीले गर्दाखेरि हाम्रो गीत सम्पन्न भएको छैन खाना सुरु भइसकेको छ यहाँनिर गाइस यताबाट थाप्नुपर्ने रहेछ गाइस आमामा गाइस जाडो छ गाइस चम्ची मलाई हुन्छ कालो कालो छ गाइस हातहरू पनि प्रब्लम है साथीहरू ल
यो के हो यसलाई यो जुमा भन्छ जुमा दाम लिमिटेड छ होला यो चाहिँ ओके जुमा गाइज उसको नाम चाहिँ जुमा अरे है यो चाहिँ स्पेसल चाम्रे है गिलो कि जम्रे हो चाम्रे यो तेलमा भुटेको चाम्रे दुईटा हातले न एक हातले क्यामेरा छ र गाइज अलिक तनाव भन्यो थोरै धन्यवाद है हाम्रो कता कताबाट घुमेर जानुपर्ने आज राइट हेलो या ल अब हामी चाहिँ ल खायौँ ल गाइजहरू हामी खाना खाइरहेको छौँ यहाँनिर ल फेरि धन्य गयो फेरि हाम्रो टोलीहरू खाना लिइरहनु भएको छ सबैजनाले यहाँ भित्र हेर्नु एकदम खुवा यस्तो छ डरो या लाइट यस्तो छ खाना खै मुख मान्थ्यो एउटा कता तपाईँ ल यो चाहिँ भेज मासु अनि यो चाहिँ खाँदा चाहिँ यसरी खानुपर्छ ल है त तपाईँलाई जाडो भएको छैन को खाइरहेको ल है गाइज फाइनली हामी चाहिँ बस स्ट्यान्डतर्फ लागिसकेको छौँ अहिले खतरा छ है बस स्ट्यान्ड आइपुग्नु लागिसकेको छौँ है पछि एउटा गाडी आइरहेछ रुखहरू यस्तो छ गाइज है जाडोमा बाटो चाहिँ कसम डेन्जर छ है मलाई चाहिँ अक्खा लागेको बाटो चाहिँ आया मेरी आमा तिमी कहाँ छौ यो बाटो यस्तो के हो गेनु यहाँ नेपालको झन्डा गएको गेनु यो पनि ताल आइपुग्यो ताल यो फेवा ताल है गाइस फेवा ताल आइपुग्यो फेवा तालमा सहिले हाम्रो गाडी देखिँदैछ छैन हौ हाम्रो गाडी धेरै छ नि आज हामी 40जना 45जना थियौँ मान्छे है भेला भयो क्या धेरै यहाँ गाडीहरू स्टेसन रहेछ यी मान्छेहरू त कता 1000 रुपियाँ गाइस यहाँ आउनेहरू बाजे भन्दैछ त्यस्तो छ गाइजहरू हाम्रो टोलीहरू यहाँ पछाडि आउँदैछ अझै एक टोली गाइज है सबै यता टोलीहरू चाहिँ छ होइन कस्तो भयो त टोलीहरू यतातिर हुनुहुन्छ टोली हो नि पल्टन हो नि त अनि यता चाहिँ बाटो चाहिँ आमामा अक्खा छ अक्खा एक नम्बर गाइज भ्लग बनाउन सकिँदो छैन भ्लग यस्तो डेन्जरमा हामीलाई चालक आइया आइया गाडी बनायो गाइज माथितिर आउँदैछ आफ्नो गाडीहरू अया बस स्ट्यान्डतिर जाँदैछु म साथीहरू के गर्नु यस्तै छ बाटो जिन्दगी 2 दिनको मरी लानु केचेर घुमिराखौँ भनेको घुम्दै घुम्दै गएर जस्तो छ 4 राते त देखेन है आज गाइजहरू 1 राते पनि होला जस्तो छ घुम्नु आएको तेल मात्रै डर ढुट्टो ल गाइजहरू आइरहेको छ पुरा हुस्सेल लागेर
राखेको हुसे के हुसे चारातेको हुसे पो हुसे कसले बजाउनु थाल्दैछ गाइज यहाँ झन्डै लाग्यो मेरो नाकमा गाइज भु यहाँदेखि तल के छ स्वर्ग जाने बाटो छ आमा आउनु हुँदैछ अरे पछाडि गाडी गाइज अक्खा अक्खा आमा गाइजहरू ल है त सम्झिनेहरू गाह्रो बनायो त हो चार राति डाँडामा त यस्तो रहेछ नि गाइज रात परिसक्यो रातिको त्यस्तै बजिरहेको छ अहिले 6-7 है हामी त्यो म्याक्स गाडी भन्नेमा छौँ पछाडि चाहिँ बोलेरो पिकअप आउँदैछ हन्डा छ बुलेटमा कोही गइसक्नुभयो भने पर्छ 220 दुईवटा अनि तपाईँहरूलाई हाम्रो गोलीको टोलीको भोलि हुन्छ होला भोलि पनि हामी यतै 3 सिमानातिर घुम्ने भन्ने सूचना प्राप्त भएको छ निकै दिन मेरो एक्जाम छ तनाव छ जिन्दगी ग्रस्त छ गाइज है अब मेरो बोली मात्रै त हेर्नु न यो के हुन्छ होला यो पुरा कस्तो राम्रो छ नभए त आज हुसे नभएको त गाइज ल है त गाइज के चट्टी किन्छ नि गाइज यो चाहिँ बाटो है गाइज तपाईँहरू आउनुहुन्छ भने यो बाटो हेर्दै आउनु सक्नुहुनेछ बाटो चाहिँ यस्तो छ गाइज है त गाइज हाम्रो चाहिँ गाडी तेल चिद्दिरहेछ गाइज तर अघि ठोकेको थियो पर ठोकेको छ नि ठुलो ढुङ्गामा पर्यो नि त्यहाँनिर होइन क्या हो तेल त सकिन्छ होला नि सर त सकिन्छ नि पोल्टे बनाऊ गाडी पहिला पोल्टे बनाउन न गाडी पोल्टे गर्छ पोल्टे बनाउनु त नभयो त न ग्रस्त